जय नेपाल। फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। नेपाल प्रहरी कार्यालय सहयोगी र प्रहरी जवान पदको तपाईहरु फर्म भर्नु भएको छ कि छैन? भर्नु भएको छैन भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यो सम्बन्धीमा भिडियो अस्ति पनि बनाएको थियो। यो चाहिँ नेपाल प्रहरी जवानको विज्ञापन खुलाएको छ। यसमा फर्म भर्नको लागि कति शैक्षिक योग्यता हुनुपर्छ, कति उमेर हुनुपर्छ र आज म फेरि तपाईहरुलाई जानकारी दिन गएको छु। यो प्रहरी कार्यालय सहयोगी र प्रहरी जवानमा फर्म भर्नको लागि कति शैक्षिक योग्यता, कति चाहिन्छ र कति उमेर चाहिन्छ, यो सम्पूर्ण जानकारी दिन गएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तपाईहरु यहाँ हेर्नु पहिला। यहाँ रहेको छ नेपाल सरकार गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, वृत्त विकास महाशाखा, भर्ना छनौट शाखा, नक्साल काठमाडौँ। नयाँ भर्ना सम्बन्धी सूचना। प्रथम पटक प्रकाशित मिति 2082 6 महिना 10 गते यो विज्ञापन प्रकाशन भएको छ र यहाँ रहेको छ। तपाईहरु यहाँ हेर्नु। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट रु 10 को टिकट टाँसी स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ। 1 नम्बरमा आवश्यक मागपत्र संख्या यहाँ रहेको छ। विज्ञापन नम्बर यहाँ 1 नम्बरमा विज्ञापन नम्बर 01-08283 रहेको छ। पद रहेको छ प्रहरी जवान जनपद। यहाँ खुल्लामा 837 जनाको माग छ। अमर असक्तमा 31, महिला 137, आदिवासी 219, मधेसी 191, दलित 103, पिछडिएको क्षेत्रमा 35, जम्मा 1553 जना जवानको माग र यहाँ रहेको छ कार्यालय सहयोगी। यहाँ हेर्नु। 2 नम्बरमा विज्ञापन नम्बर 02-08283 रहेको छ। प्रहरी कार्यालय सहयोगी हजामको रहेको छ। खुल्लामा 6, अमर असक्तमा 1, महिला 1, आदिवासी 2, मधेसी 1, दलितमा छैन, पिछडिएको क्षेत्रमा छैन, जम्मा मागपत्र संख्या 11 जना हजाम। 3 नम्बरमा विज्ञापन नम्बर 03-08283 रहेको छ। प्रहरी कार्यालय सहयोगी कुचिकारको रहेको छ। खुल्लामा 8 जना, अमर असक्तमा 1 जना, महिला 2, आदिवासी 1, मधेसी 2, दलित 1, पिछडिएको क्षेत्रमा छैन, जम्मा 15 जना। कुचिकारको लागि विज्ञापन खुलाएको छ। कति जनाको लागि? 15 जनाको लागि। प्रहरी कार्यालय सहयोगी खेलाडीको यहाँ रहेको छ। यहाँ हेर्नु। खुल्लामा 8 जना रहेको छ, अमर असक्तमा छैन, महिला 1 जना, आदिवासी 3 जना, मधेसी 2 जना, दलित 1, जम्मा 15 जनाको लागि खेलाडीमा पनि विज्ञापन खुलाएको छ। अब यहाँ तल हेर्नु। यहाँ रहेको छ 2 नम्बरमा दरखास्त। पहिला यहाँ नोट पढ्नु तपाईहरु। यहाँ प्रहरी कार्यालय सहयोगी खेलाडीतर्फ रहेको छ। फुटबल, भलिबल, क्रिकेट रहेको छ। तपाईहरु यहाँ हेर्नु। 2 नम्बरमा दरखास्त फार्म दर्ता मिति 2082 साल 6 महिना 19 गतेदेखि 2082 साल 7 महिना 28 गतेसम्म। यदि तपाईहरु अहिलेसम्म फर्म भर्नु भएको छैन भने तपाईहरु गएर अब फर्म भर्नु, किनभने अब कति दिन टाइम छ। अब यहाँ हेर्नु। आज कति गते भयो? आज भयो 30 गते भयो। तपाईहरु गएर छिटै फर्म भर्नु। 2082 6 महिना 19 गतेदेखि 2082 7 महिना 28 गतेसम्म। समय बिहान 10 बजेदेखि कार्यालय समयसम्म, सार्वजनिक बिदाको दिन बाहेक रहेको छ। दरखास्त फारम पाइने र बुझाउने स्थानहरू यहाँ रहेको छ। यहाँ हेर्नु। दरखास्त फारम पाइने र बुझाउने स्थानहरू रहेको छ। प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी हजाम र कुचिकारको रहेको छ। खेलाडी छाडेर यहाँ कुचिकार र हजामको लागि रहेको छ। जवान र हजाम कुचिकारको लागि यहाँ हेर्नु। कार्यालय सम्पर्क नम्बर विराटनगर मोरङ रहेको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ। मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज सप्तरी। मोबाइल नम्बर यहाँ पनि दिएको छ। सम्पर्क नम्बर। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली रहेको छ। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्की रहेको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटबल रूपन्देही रहेको छ। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज बाँके रहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटी रहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर, भक्तपुर रहेको छ र जिल्ला प्रहरी कार्यालय सबै। तपाईहरु आफ्नो आफ्नो जिल्लाबाट पनि फर्म भर्न सक्नुहुन्छ। प्रहरी कार्यालय सहयोगी खेलाडीको लागि यहाँ रहेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा तपाईहरु गएर फर्म भर्नु। खेलाडी पदमा तपाईहरु फर्म भर्न चाहनुहुन्छ भने कहाँ गएर फर्म भर्ने? तपाईहरु राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा गएर तपाईहरु फर्म भर्नु। यहाँ सम्पर्क नम्बर दिएको छ। 4 नम्बरमा रहेको छ दरखास्त दस्तुर। यहाँ हेर्नु। पद प्रहरी जवान जनपद पदको दरखास्त दस्तुर यहाँ रहेको छ। दस्तुर दरखास्त फारम 7 दस्तुर बापत 300 बुझाउनु पर्ने छ।
साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% रु 60 का दरले थप दस्तुर लाग्नेछ। यदि तपाईहरू खुल्लामा फर्म भर्यो भने कति लाग्छ? खुल्लामा फर्म भर्यो भने कति लाग्छ? 300, यहाँ 300 लाग्छ। र तपाईहरूको समावेशी समूह जस्तै अब आदिवासी, मधेसी, दलित छ भने थप कति प्रतिशत लाग्छ? 20%, जम्मा 60 रुपैयाँ, 360 रुपैयाँ लाग्छ। अब तपाईहरू यहाँ हेर्नु, प्रहरी कार्यालय सहयोगीको यहाँ हेर्नु, यहाँ रहेको छ पद प्रहरी कार्यालय सहयोगीमा फर्म भर्नको लागि यहाँ कति दरखास्त दस्तुर लाग्छ? दरखास्त फारम साथ दस्तुर बापत 200 बुझाउनु पर्ने छ। खुल्लामा फर्म भर्यो भने कति लाग्छ? 200 लाग्छ। कति लाग्छ? 200। र यहाँ रहेको छ साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% 40 का दरले थप दस्तुर लाग्नेछ। यदि तपाईहरू यहाँ रहेको छ समावेशी समूहमा फर्म भर्यो भने कति लाग्छ? 40 थप बुझाउनु पर्छ, 240 रुपैयाँ। अब यहाँ रहेको छ 5 नम्बरमा उमेरको हद। यहाँ हेर्नु, यहाँ रहेको छ उमेरको हद। पद रहेको छ प्रहरी जवान जनपद। जनपद पदमा फर्म भर्नको लागि कति वर्ष हुनुपर्छ? यहाँ हेर्नु, दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 23 वर्ष ननागेको। यदि तपाईहरूको उमेर 18 देखि 23 वर्षको बिचमा छ भने तपाईहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ। र यहाँ बालबाल श्रेणीविहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 40 बमोजिम 25 वर्ष ननागेको हुनुपर्नेछ। यदि तपाईहरू अहिले कार्यालय सहयोगीमा नियुक्ति भएको छ भने तपाईहरू 25 वर्षसम्म जवानमा भिड्न पाउनुहुन्छ। प्रहरी कार्यालय सहयोगी यहाँ रहेको छ दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 25 वर्ष ननागेको। यदि तपाईहरू प्रहरी कार्यालय सहयोगी पदमा फर्म भर्न चाहनुहुन्छ भने तपाईहरू कति 18 देखि 25 वर्षको बिचमा उमेर छ भने तपाईहरू यसमा फर्म भर्न सक्नुहुन्छ। 18 देखि 25 कार्यालय सहयोगी, 18 देखि 23 जवान र 18 देखि 25 कार्यालय सहयोगी। अब आवश्यक न्यूनतम योग्यता यहाँ रहेको छ। यहाँ हेर्नु तपाईहरू, आवश्यक न्यूनतम योग्यता यो प्रहरी जवान जनपद पदको लागि रहेको छ। आवश्यक न्यूनतम योग्यता शैक्षिक योग्यता यहाँ रहेको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा 8 कक्षा वा सोसर उत्तीर्ण गरेको हुनुपर्छ। यदि तपाईहरू कक्षा 8 कक्षा 8 पास गर्नुभएको छ भने तपाईहरू यसमा फर्म भर्न सक्नुहुन्छ। ख नम्बरमा नैतिक पतनदेखि नै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, यहाँ आतंककारी सङ्गठनको सदस्य नरहेको, भविष्यमा समात्या सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको, आँखा -2 वा +2 भन्दा बढी कमजोर नभएको। र अब यहाँ रहेको छ उचाइ, छाती र तौल। पुरुषको लागि यहाँ रहेको छ घटीमा उचाइ 5 फिट 2 इन्च। यहाँ हेर्नु, घटीमा उचाइ 5 फिट 2 इन्च, छाती 31-33, तौल 50 केजी हुनुपर्छ। यदि तपाईहरूको हाइट यहाँ रहेको उचाइ 5 फिट 2 इन्च छ भने तपाईहरू यसमा फर्म भर्नु, छाती 31-33 छ भने फर्म भर्नु, र तौल 50 केजी भन्दा बढी छ, जस्तै कसैको 40-45 केजी छ भने तपाईहरू नभर्नु फर्म, 40 केजी छ भने। महिलाको यहाँ रहेको छ घटीमा उचाइ 5 फिट रहेको छ र तौल 42 केजी हुनुपर्छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको परीक्षा सञ्चालनको क्रममा हुने नेपाली नागरिक हुनुपर्ने। अब यहाँ प्रहरी कार्यालय सहयोगी पदको यहाँ हेर्नु, यहाँ रहेको छ प्रहरी कार्यालय सहयोगी पदको क नम्बरमा शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको। यदि तपाईहरू साधारण लेखपढ गर्न जान्नुहुन्छ भने सक्नुहुन्छ भने तपाईहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ। ख नम्बरमा उचाइ, छाती र तौल रहेको छ। पुरुषको हकमा घटीमा उचाइ 5 फिट, छाती 31-33, तौल 50 केजी हुनुपर्छ। महिलाको हकमा रहेको छ यहाँ घटीमा उचाइ 4 फिट 10 इन्च, तौल 42 केजी हुनुपर्छ। ग नम्बरमा रहेको छ यहाँ प्रहरी कार्यालय सहयोगी खेलाडी पदको हकमा राष्ट्रिय खेलकुद परिषद वा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त सङ्घको राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदको प्राप्त गरेको वा दक्षिण एसियाली र ओलम्पिक खेलमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको उमेर समूह अन्तर्गत 16 देखि 23 वर्षसम्मका प्रतियोगिताहरूमा सहभागी भई पदको प्राप्त गरेको वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। घ नम्बरमा यहाँ रहेको छ प्रहरी जवान जनपद पदको लागि क्रमशः ख, ग, घ, अङ्ग, च, ज र झमा तोकिएको बमोजिम अन्य योग्यता पुरा भएको हुनुपर्छ। अब यहाँ रहेको छ 7 नम्बरमा यहाँ हेर्नु, दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि यहाँ रहेको छ। हालसालै खिचिएको पुरै मुखाकृति दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको पासपोर्ट साइजको फोटो पुरुषको हकमा दाढी र कपाल काटेको 5 प्रति फोटो चाहिन्छ। त्यहाँ आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति प्रत्येक तहको चारित्रिक थाई वा प्रोभिजनल प्रमाणपत्र र ट्रान्सक्रिप्ट मार्कसिट सहित तथा नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद त्रिभुवन विश्वविद्यालयबाट सक्षमता निर्धारणको प्रमाणपत्र। यहाँ घ नम्बरमा अमर अशक्त प्रहरी परिवारको लागि अब यहाँ रहेको छ अमर अशक्त आदिवासी तपाईँहरू यहाँ हेर्नु मधेसी तपाईँहरू यहाँ पढ्नु यो दलित पिछडिएको क्षेत्र। अब यहाँ रहेको छ 8 नम्बरमा परीक्षाको विधि। यो नेपाल प्रहरी जमान र प्रहरी कार्यालय सहयोगीमा अब जाहिर खानको लागि कतिवटा चरण र कुन कुन परीक्षा पास गर्नुपर्छ यहाँ हेर्नु तपाईँहरू। 8 नम्बरमा परीक्षा विधि रहेको छ। क नम्बरमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा बेरिङ फिजिकल हुन्छ। ख नम्बरमा विस्तृत स्वास्थ्य परीक्षण मेडिकल हुन्छ। ग नम्बरमा लिखित परीक्षा प्रहरी जवान पदको मात्र हुने लिखित परीक्षा प्रहरी जवान पदको मात्र हुने लोकसेवा आयोगबाट सञ्चालन हुने हुँदा आयोगद्वारा तोकेको परीक्षा केन्द्रहरूमा सञ्चालन हुने। वस्तुगत बहुत्तर मल्टिप्ले चोइस प्रश्नको गलत उत्तर बापत 20% अङ्क कट्टा गरिने व्यवहार जानकारी गराइन्छ लोकसेवामा। र यहाँ वस्तुगत बहुत्तर प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटर एबिसिडीमा लेखिएको उत्तरले मात्र मान्यता दिनेछ। र घ नम्बरमा यहाँ प्रयोगात्मक परीक्षा प्रहरी कार्यालय सहयोगी पदको मात्र हुने प्रयोगात्मक परीक्षा प्रहरी कार्यालय सहयोगी पदको मात्र हुने। र लास्टमा हुन्छ अन्तर्वार्ता। अन्तर्वार्ता पास हो भने तपाईँहरूको सिलेक्सन भइहाल्छ। यहाँ 9 नम्बरमा परीक्षा सञ्चालन हुने स्थान रहेको छ। यहाँ हेर्नु अब कुन जिल्लाको परीक्षा कहाँ हुन्छ यहाँ हेर्नु। जस्तै यहाँ रहेको छ तपाईँहरू यहाँ हेर्नु ताप्लेजुङ 5 थर इलाम सपा 13 थुम धनकुटा भोजपुर खोटाङ सोलुखुम्बु ओखलढुङ्गा उदयपुर झापा मोरङ सुनसरीमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा कहाँ हुन्छ कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ। र यहाँ रहेको छ राजविराज सप्तरी यहाँ जिल्ला प्रहरी कार्यालय सप्तरी सिराहा अब सप्तरी सिराहा धनुषा महोत्तरी सर्लाही रौतहट बारा पर्सा दरखास्त दर्ता गरेको उम्मेदवारको परीक्षा कहाँ हुन्छ मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा हुन्छ परीक्षा। अब तपाईँहरू यहाँ हेर्नु तपाईँहरू कुन जिल्लाबाट फर्म भर्नुभएको छ यहाँ हेर्नु तपाईँहरू यहाँ हेर्नु तपाईँहरू एकदमै राम्रोसँग सम्पर्क मिति तथा स्थान यहाँ रहेको छ। यहाँ हेर्नु सम्पर्क मिति तथा स्थान मिति 2082 8 महिना 11 गते दरखास्त फारम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिने तथा नेपाल प्रहरीको वेबसाइट यतिमा समेत सो सम्बन्धी सूचना राखिनेछ। कहिले सम्पर्क मिति हुन्छ तपाईँहरूको 2082 8 महिना 11 गते। विज्ञापन सम्बन्धी विशेष सूचना यहाँ रहेको छ तपाईँहरू यहाँ पढ्नु पुनश्चतमा के लेखेको छ एकदमै राम्रोसँग पढ्नु। यहाँ 1 नम्बरमा जस्तै आवेदकले कुनै एक दर्ता केन्द्रबाट मात्र दरखास्त फारम दर्ता गर्नुपर्नेछ। दोहोरो दरखास्त दर्ता गरेको पाइएमा दरखास्त फारम रद्द गरिनेछ। तपाईँ एउटै प्रहरी तालिम केन्द्रबाट फर्म भर्नु किनभने जस्तै अब कोही हुन्छ अब एउटा जिल्लाबाट भर्यो फेरि अर्को जिल्लाबाट फर्म भरिदिन्छ त्यो दरखास्त रद्द हुन्छ। त्यो यहाँ भनेको छ एकदमै राम्रोसँग भर्नु फर्म एउटा ठाउँबाट मात्र तपाईँहरू फर्म भर्नु। हरेक चरणको परीक्षा यहाँ शान्ति पश्चात नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरूलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ। तपाईँहरू एकदमै राम्रोसँग यहाँ पढ्नु। यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिने परीक्षाको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फारम सोही वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातहरू सङ्कलन राखी तोकियो कार्यालयमा पेश गर्न सकिनेछ। 2082 6 महिना 10 गते यो विज्ञापन खुलाएको छ नेपाल प्रहरी प्रधान कार्यालय। तपाईँहरू यहाँ हेर्नु यदि तपाईँहरूको उमेर छ अहिले र शैक्षिक योग्यता तपाईँहरूको उमेर र योग्यता पुगेको छ भने तपाईँहरू यसमा एप्लाई गर्नु किनभने भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ।